Hello guys, welcome to my YouTube channel. सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना छ। मलाई अब तपाईहरु सन्चै हुनुहुन्छ होला, हामी पनि एकदम सन्चै छौं। भन्दा नि हामी चाहिँ गाडीले मातेर अलिक धेरै कस्तो मातेर सारो परिरहेछ अनि हामी चाहिँ जाँदैछौँ उकालो तिजोक डाँडा जाँदैछौँ हैन। केटीहरु अनि अरु चाहिँ अगाडि गइसक्नु भएको छ। यहाँ बाटोमा हिँड्दै हुनुहुन्छ अनि माथि हुनुहुन्छ अनि हामी चाहिँ त्यसो आइसुला अब अलिक पछाडि पुग्छ। हामी चाहिँ उकालो हिँडेर जानुपर्ने हुन्छ हैन। मातिर एकदमै गाह्रो भइरहेको छ। पेटी दिदीलाई पनि यस्तो अवस्थामा म बोल्नु सक्दिन अरे यता स्टुडेन्ट पनि मात्र यहाँ अड्किराखेको छ घाँटीमा सबैको घाँटीमा अड्किराखेको छ। हामीले चाहिँ पानी पनि लिनु बिर्सेछौँ हैन, सबैजनाले बोक्नु बिर्सेछौँ अनि साह्रो परेर के गर्नु जस्तो। कति कालो आयो तर मेरो फोनमा। हामी चाहिँ यहाँ प्रवेश गर्नु आँटिसकेको छ। अघि पुगेर उपर फोटो पनि खिचिसक्नु भएको छ हामीले अनि देख्न सक्नुहुन्छ। मान्छे कति धेरै आएको रहेछ नि। यहाँ चाहिँ सफा गर्दै हुनुहुन्छ कलर पनि रहेछ। सबै मान्छे आएर बसिरहेको। फाइनली हामी तिजो खाइपुग्यो। हामी पनि यही पनि मान्छे कति धेरै छ मान्छे। ए यहाँ चाहिँ सिलाम सकमा देख्न सक्नुहुन्छ। यहाँ चाहिँ के भन्छ त्यसलाई च्याप्रुङ। र गाइस हामी चाहिँ यहाँदेखि फर्किँदैछौँ तिजोक। बाई बाई तिजोक। हामी चाहिँ जाँदैछौँ हैन। तर कति पनि हामी चाहिँ घुम्नै पाइन्न क्या, गइहाल्नु परिहाल्यो। मजा आएन। आयो फर्किहाल्यो। 1 घन्टा पनि फोटो पनि खिचेन, मजाले पनि फोटो पनि खिच्नु पाइन्न। हामी चाहिँ अब गइहाल्नु अरे के गर्नु त केसहरू जानु पर्यो। हामी चाहिँ जाँदैछौँ ओह्रालोमा उकालो दिएर ओह्रालो जाँदैछौँ। हामी चाहिँ गाडीमा बसिरहेको छ। हामी चाहिँ अब सुके पोखरी जाँदैछौँ। सुके पोखरी गएको मातेर कस्तो भइसकेको छ। अलिक फ्रेस भएको थियो, फेरि मात्ने बेला टाइम आयो। हाम्रो चाहिँ खाजा पनि आइसकेको छ। पिक्चरहरू देख्न सक्नुहुन्छ। खाएँ ल। हामीलाई चाहिँ हिँड्नु लगायो उया पर कि होइन। हामी चाहिँ जाँदैछौँ हिँड्दै गाइजहरू। हामी चाहिँ सुके पोखरी पुग्नु आँट्यौँ होइन। पुगिसक्यौँ तर हिँड्नु लगायो नि। गाडी यता लिने दिएन, के गर्नु। हमको बहुत ठन्डा लग रहा है कि जाडो हुआ है। पछाडि आउँदै हुनुहुन्छ अरू होइन। हामी कति धेरै छ क्या मान्छे, कति धेरै आज त। चारातेमा पनि आज जस्तै होला, योभन्दा धेरै चारातेमा त होला। चारातेमा त उपर हुन्छ नि सुके पोखरी आएको अरे नि। यो चाहिँ सुकेको छ पोखरी अनि गुराँसमा सुके पोखरी नै हो नाम पनि। यहाँ तल चाहिँ बल हुँदैछ, बल खेल्दैछ बल। बाइक चाहिँ कति धेरै गुराँस चाहिँ सबै झरिसकेछ। ए त्यही बस्छ तिमी। सबै पठाऊ फोटोहरू म भरे हाल्छु स्टोरीमा। के गर्नु किन हाल्छ? ऊ टिपेर लैजाऊ बरु भने जस्तो। उयो ऊ टिप्नु न हो यो गुराँस। गुराँस कहाँसम्म जानु? हाम्रो ग्रुपको यति हो। पर्दैन मेरो चाहिँ हेरे जानु। उसको चाहिँ बनाइदिनु। खेलिदिनुहुन्छ होला हामीसँग। फुटबल छ सस्तो मस्तो कसले दिएको तपाईँहरूलाई अनि जस्तो। नक्ली नङ लाउने होला। यहाँ पनि छ एकदमै महँगी।
डाँडामा आइसकेको छौँ म मिलाउन सक्दिनँ तिमीलाई सुकु त फोटो खिच्ने बेलामा सुकु जस्तो हामीले देखेको भिडियो त बनिँदैछ तर के गर्नु कालो न कालो आउँछ यहाँ मकै खै अनि जाको चाहिँ टाढो थियो भने आन्टी थियो भएछ एकदम झापाको मकै लेखमा खरेछ हामीले चिसोमा एकदमै मिठो हामी चाहिँ सुके पोखरी पुगेर पनि आएर हामी चाहिँ यता माथि के हो यो राईको यता माथि उकालो जाँदैछु मुक्कालो यो माथि देख्न सक्नुहुन्छ चिन्डो पनि छ त्यहाँ राईको यहाँ के केहरू छ अरे फोटोमा मात्र देखेको आमामा यस्तो पो रहेछ चलाउनु के बनाउँदैछ दुईजनाको यो चाहिँ रक्सी पार्ने भाडा हो कि के हो हेङमा भनेको रक्सी होइन राईबाट हेङमा म त राई भएर पनि केही पनि आउँदैन यो चाहिँ हेङमा रक्सी यो भनेको चाहिँ के हो ताया रुङ्ग्री खिम मलाई त आउँदैन के भनेको राई भाषाले आउँदैन राई भएर पनि होइन त्यहाँ बचाऊ छिम्टा यो चाहिँ के हो बुचुकुलु भनेको चाहिँ के हो ढाँटी दावा के हो डुङ्गुन्डाको दुनमा टाढा परि जुनमा कसो यसलाई के भन्छ पाउ अरे कठुवा आइयो सिलान सापमा त्यो एक सिलान सापमा जस्तै बोको जस्तै के अरे यो पेचुरी तजुरा सोहन के हो त्यो चाहिँ बाँसको यहाँ आएर वस्तुगत अध्ययन गरेर फोटा खिचेर बेचुक र बेचुक अदुवालाई यो चाहिँ राईहरूले के गर्दाखेरि चाहिने कुराहरू होला यो बेचुकला अदुवा खोम्री यो चाहिँ चिन्डो के हो सेवा के हो यो जट्टाले गरेन पनि अनि केमा प्रयोग गरिन्छ भनेर पनि लेखेको थियो र प्रयोग चाहिँ सुक्तुङलुङ पुज्दा पूजा गर्दा तथा माङ्पाहरूले प्रयोग गर्दा अनि सहयोग भनेको स्तम्भ निर्माण फिदिङ नगरपालिकाले गरेको रहेछ सौजन्य भनेको सोलुथुवा स्व पदम बहादुर गुरुङ र शिवादेवी गुरुङको स्मृतिमा छोरा के हो फिदिङ नगरपालिका वडा नम्बर 3 का अध्यक्ष नरेन्द्र गुरुङज्यूले बनाउनु भएको रहेछ यो भाले चिन्डो रे त भाले चिन्डो
गाइस फाइनली म चाहिँ होइन घर पनि रुम पनि आइसकेको छु अनि म चाहिँ सरसफाइ गरेर गल्ला धोएर होइन फ्रेस भएर बसिरहेको छु अहिले चाहिँ किनकि अघि गाडीमा आएको नि त अनि लास्ट तर कलेको जस्तो महसुस भइरहेको छ तर एकदमै रमाइलो भयो जाँदाखेरि चाहिँ मातेर गाडीले होइन हैरान भइरहेको थियो आउँदाखेरि चाहिँ गीत गाउँदै रमाइलो गर्दै आयो हामी आउँदाखेरि चाहिँ त्यस्तो मातेन राम्रोसँग आइपुगेँ होइन अनि तपाईँहरू चाहिँ कहाँ जानुभयो त कहाँ गएर मनाउनु भयो त नयाँ साल जस्तो अनि फेरि पनि तपाईँहरूलाई नयाँ सालको धेरै धेरै शुभकामना ह्याप्पी न्यु इयर अनि त्यस पछाडि आजलाई चाहिँ मेरो भिडियो म एन्ड गर्न चाहन्छु होइन तपाईँहरूले मेरो भिडियोमा हेरेर होइन यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई तपाईँहरूले सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है गाइजहरू अनि मेरो भिडियो यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई गाइजहरू फेरि अर्को नेक्स्ट भिडियोमा भेट्नेछौँ बाई बाई